मलाई पनि धेरै नै आउँथ्यो क्या मलाई पनि धेरै नै आउँथ्यो अब चाहिँ मैले पनि धेरै नै सोचेँ क्या अब सुसाइड भन्नुभन्दा पनि अब अगाडि आफ्नो लाइफ जर्नी बढाउनु पर्यो भनेर धेरै नै सोचेँ मेरो मम्मी रात दिन रुनुहुन्छ नि त मेरो मम्मीले सम्झाउनुहुन्छ क्या तिमी सुसाइड गर्छौ भन्नुहुन्छ यस्तो यस्तो देखेको छु तिम्रो मलाई पनि तिमीले रियलमै भनेको तिमीले मैले मम्मीलाई पनि भनेको क्या मम्मी अब म सक्दिनँ होला मैले हारै खाएँ अब म पढ्न पाएँ हजुरले जस्तो दाइ हुनुहुन्छ बाबा हुनुहुन्छ फ्यामिली हुनुहुन्छ भनेर भन्नुभयो तर म मर्छु घरको जिम्मेवारी तपाईँ आफै बोकेर हिँड्नु भएको छ होइन खासमा एउटा छोरा मान्छेले गर्नुपर्ने कर्तव्य त हजुरले आफ्नो घर परिवारको लागि गरिरहनु भएको छ होइन यति धेरै जिम्मेवारी बोकेर हिँड्दै गर्दाखेरि ठेस लाग्दै गर्दाखेरि थोरै लड्दै गर्दाखेरि त्यही समाजले हेर्ने दृष्टिकोण चाहिँ कस्तो हुँदो रहेछ त्यही हो समाजले अब त्यही हो पैसा हुँदाखेरि नजिक आउँदो रहेछ है त्यो समाज त्यो आफन्ती घुमाएको आफन्तीहरू अब त्यो गिद्धे नजरमा बोलेकोहरू तिनीहरू पैसा हुँदाखेरि नजिक आउँदो रहेछ कस्तो छ के छ कहिले नबोल्ने मान्छे आफूसँग पैसा भयो भने एक जवाफ बोलिदिँदो रहेछ क्या हो त्यस्तो नजिक आउँदो रहेछ अहिले हामीसँग पैसा छैन नि सबै टाढा भागिदिने है अब टाढा टाढा हुने अनि कस्तो छ के छ भन्दाखेरि पनि त्यो जवाफहरू पनि ढिलै आउने क्या उनीहरूबाट चाहिँ ढिलै नै आउने क्या कस्तो छ के छ ढिलै नै आउने तर केही छैन त्यो पैसा पनि सबै कुरो ठुलो त होइन नि त पैसा पनि सबै कुरो ठुलो होइन पैसाले पनि सबै चिज गर्ने होइन ठुलो कुरो होइन पछि आफन्ती भनेको चाहिने हो दुःखमा चाहिने हो अब मर्दाखेरि काचगिरेमा चाहिने हो त्यो आफन्ती भनेको सबै कुरो त पैसामा होइन नि त पैसाले सबै कुरो किन्ने होइन मिल्ने होइन नि त अब त्यो मर्दाखेरि उ गर्दाखेरि त्यो बोलेको मान्छे त जाँदैन नि आफ्नो आफन्ती चाहिने हो नि काचगिरे गर्न आफूलाई पर्दाखेरि दुःख पर्दाखेरि तर उनीहरूमाथि त्यो फिल छैन उनीहरूलाई सिर्फ छ कि पैसाको घमण्ड छ क्या धेरै पैसा आखिरमा मान्छेले अहिलेसम्म मरेर कुनै मान्छेले पैसा लिएर गयो भन्ने त हामीले सुनेका छैनौँ र देखेका पनि छैनौँ तर आफन्तले नै पैसाको लागि आफन्त नचिन्दा आफन्तको वास्ता नगर्दाखेरिको त्यो क्षण चाहिँ कस्तो हुँदो रहेछ त्यही त भने नि मर्दाखेरि मान्छेले पैसा कहाँ लान्छ त पैसा त लाँदैन नि अब लाको कात्रो त लगाएर जाँदैन है जस्तो आएको थियो भगवान्ले जस्तो दिनुभएको थियो उनीहरू त्यस्तै नै फर्किने हो लाको आफूले लगाएको राम्रो जोडहरू कात्रो त बोकेर जाने होइन जस्तो भगवान्ले दिनुभएको थियो हामीलाई नाङ्गो शरीरमा दिनुभएको थियो हामी नाङ्गै शरीरमा जाने हो एकमुठी सास एकमुठी बोल्दैमा मान्छेहरूको सकिने होइन नि त त्यो पैसा छ भन्दैमा मेरो दरबार जस्तो घर छ है पैसा छ भन्दैमा त घमण्ड देखाउनु हुँदैन पछिको दिन केही भयो भने तलमाथि भयो भने मर्दा भन्ने त्यही आफन्ती हो चाहिने त्यो आफन्ती हो गाउँ छिमेकीहरू जाँदैन एकछिन गएर घाटमा गएर दाउराहरू फाल्दिला अरे एउटा दाउराहरू लगेर फाल्दिला अरे तर 13 दिन क्या त्यो 13 दिन किर्रेमा बस्दाखेरि गर्दाखेरि त आफ्नो आफन्ती हो नि आउने त सधैँभरि त छिमेकी आएर त बस्दैन नि त सधैँभरि छिमेकी आएर बस्दैन त्यो किर्रे हुनेमा आएर बस्दाखेरि त्यो सम्झाउँदा महिलामाथि सम्झाउँदा पुरुषमाथि घटना चलाउँदाखेरि त्यो घटनाहरू त्यो के अरे हुन्छ नि बितेको हुन्छ नि लेडिज जेन्ट्सहरूमाथि गर्दाखेरि सम्झाउने भनेको आफ्नो आफन्तीले हो क्या आफ्नो आफन्तीले हो तपाईँले यति सानो उमेरमा यति धेरै जिम्मेवारी कुरा र यति ठुलो जिम्मेवार आफ्नो परिवारको जिम्मेवार आफूमाथि लिँदै गर्दाखेरि एकदमै सानो कहिलेकाहीँ हुन्छ नि गाउँघरतिर 1000-2000 पैसा आफन्तीलाई नै माग्दाखेरि त्यो नदिँदाखेरि त्यो क्षण हुन्छ नि तपाईँलाई त्यस्तो परेको छ मलाई होइन दादा मलाई परेको छ त्यस्तो भन्दिनँ है मलाई परेको छ एउटा चाउचाउ खान मन लाग्दाखेरि है आफ्नै साथीभाइसँग स्कुलमा पढेको साथीभाइहरू हुन्छ नि उनीहरूलाई आज यति चाउचाउ खान मन लागेको छ यो किन्दैन ऊ किन्दैन भन्दाखेरि हुन्छ नि वात्त बाबुआमाको हुन्छ नि नाम लिएर बोल्छन् क्या त्यस्तो बोल्छन् अनि अब त्यो कुरै छोडिदिनु क्या आफूसँग पैसा भएन भने 1000-2000 माग्न गयो भने हाम्रो अगाडि बोल्न सक्दैन हाम्रो अगाडि बोले त हामीलाई पनि यिनीहरूले यस्तै जवाफ लाएर बोल्यो भनेर एउटा हामीलाई पनि हुन्छ नि त मनमा हुन्छ नि त हाम्रो अगाडि बोल्न सक्दैन जब हामी त्यहाँबाट पैसा मागेर गयो त्यहाँपछि मान्छेहरूसँग फल्नासँग बोल्न लाग्छ उनीहरू बोल्न लाग्छ कि यो मान्छे पैसा माग्न आएको थियो ऊ मान्छे पैसा माग्न आएको थियो कन्न पछाडि कुरा काट्ने क्या कन्न पछाडि कुरा काट्ने अहिले पनि भन्छ है म अहिले काठमाडौँमा बसिरहेको छु घर गएको छैन फल्नाको छोरी त यस्तो गरेर केटा नपाएर पठाएको रे विदेशबाट भनिदिन्छन्
अब केटा नपाएर विदेशबाट पठाउँछ कसैले त्यस्तो शुद्ध भनिदिन्छन् क्या। त्यही भएर भन्छु कि उनीहरूको पनि छोरी चेली छ है, उनीहरूको पनि छोरी चेली छ। भोलिको दिन अर्काको छोरीको खुट्टा तान्दै बसेर काम लाग्दैन क्या। भोलिको दिन मेरो छोरीको लाइफ जर्नी कसरी अगाडि बढाउने हो, मेरो छोरीलाई कसरी ठाउँमा राख्ने हो। अहिले कति घटनाहरू घटिरहेको छ है, रेप गर्यो, अहिले रातिको दिन छोरीहरू रात दिन घरबाट निक्लिँदा कस्तो गरेको छ, त्यो छोरीलाई कसरी कन्ट्रोल गर्ने होला, यो छोरीलाई लाइफ जर्नी अगाडि कसरी बढाउने होला। उनीहरूलाई उनीप्रति उसको छोरीप्रति त्यस्तो छैन क्या उनीहरूलाई फिल। उनीहरूलाई चाहिने भने दादा अब कसैको यति कुरा चाहिने भने उनलाई भोक निन्द्रा भनेको थाहा हुँदैन, कुरा गर्नलाई त्यति अगाडि बढिदिन्छन् क्या। भोक निन्द्रा भनेको थाहा हुँदैन, अर्काको कुरा गर्नु पर्यो भने अगाडि बढेर ए फल्नाको छोरी यस्तो गर, त्यो घरमा त्यत्रो वस्तुहरूलाई कामकाज छ ऊ छोडेर त्यति कुरा गर्न चाहन्छन् कि उनीहरू अगाडि बढ्छन् क्या। त्यति कुरा गर्न त्यसरी अगाडि बढ्छन्। केही छैन है, मैले मेरो दुःखहरू कसैलाई पनि सुनाएको थिइनँ अहिलेसम्म। मैले जति मतलब मलाई त्यति 7 वर्ष हुँदाखेरि मेरो त्यस्तो जीवनमा घटना घटेको थियो। 7 वर्ष हुँदाखेरि मेरो बाबा बित्नु भएको थियो। त्यहाँबाट त्यस्तो घटना घट्दाखेरि अहिले तपाईँ 7 वर्ष त यस्तो बच्चा हुनुहुन्थ्यो, तपाईँलाई त्यति धेरै कुराहरू थाहा थिएन। त्यति कुरो थाहा थिएन दादा। यस्तो मेरो बाबा 7 वर्ष हुँदाखेरि अब हामी त अब मेरो दुईटा दाइ हो, एउटा म हो। अहिले यताबाट चाहिँ मेरो भाइ हो नि त। अब पडकास्टमा त मैले सबैहरू कुराहरू पोखिसकेको छु है, दर्शकहरूले पनि देखिसक्नु भएको छ। मेरो त सपोर्ट गरेर त्यति माया गरेर मलाई इनबक्समा म्यासेज गरिदिन्छ, खुसी लाग्छ क्या मलाई। इनबक्समा मलाई तपाईँको स्टोरी सुनेर एउटा छोरी है, मेरो पनि यति छोरी थियो, बहिनी थियो, मलाई दिदी मान भन्नुहुन्छ, मलाई एकदम खुसी लाग्छ। त्यस्तो आएपछि है, भेट्न नआए पनि फोनमा सम्झिनुहुन्छ कि एकदम खुसी लाग्छ कि। अहिले सोच आयो कि आफन्ती भन्दा पढाइ नै हुँदो रहेछ क्या मिठो, आफ्नो आफन्ती भन्दा पढाइ नै मिठो हुँदो रहेछ होइन। यस्तो साह्रो म्यासेज आउँछ, मलाई एकदम खुसी लाग्छ क्या त्यो म्यासेजहरू आएको देखेर। यस्तो मलाई त 7 वर्षमा त केही थाहा हुँदैन, म त बच्चै थिएँ है, त्यस्तो थाहा थिएन। मेरो दाइहरूलाई अलिअलि थाहा भए पनि मलाई त त्यस्तो थाहा थिएन। तर मेरो मम्मीले चाहिँ भन्नुभयो क्या, मलाई त्यस्तो भन्नुभयो थियो। मेरो मम्मीले चाहिँ म 19 वर्ष पुग्दाखेरि भन्नुभयो कि यस्तो बितेको थियो मेरो लागि। अनि मैले चाहिँ मम्मीको अब मतलब मम्मीबाट पनि सुने, अनि मेरो हुन्छ नि उता बाबाको घरतिर फ्यामिली के त्यहाँबाट पनि सुने मैले, तेरो मम्मीले यस्तो दुःख पाएको नानी, तेरो मम्मीलाई तैँले अगाडि बढाएर तैँले सपना पुरा गरिदिनुपर्छ। दाइहरू त अब आफ्नो सपनाहरू देखेर अब टाढे अब तैँले गर्नुपर्छ मम्मीलाई चाहिँ केही न केही भन्नुहुन्छ क्या त्यहाँहरूले। अनि मलाई एकदम लाग्यो कि अब म पढिरहेर पनि है, मेरो मम्मी त अब बुढेसकाल हुनु भइसक्यो, बुढो हुनु भइसक्यो, अब म पढिरहेर पनि मेरो मम्मीहरूलाई कसरी खुसी दिन सक्छु भनेर मलाई पढाउनु भएको थियो। मलाई नपढाएको होइन, मेरो बाबाले पनि अब यताको हुन्छ नि, अब बाबाले पनि पढाउनु भएको थियो। आफ्नो बाबा त देख्न पाएन कस्तो थियो के थियो है। अनि मलाई यताको बाबाले पढाउनु भएको थियो, केहीमा कमी गर्नु भएको थिएन है, सबै चिजमा पढाउनै भएको थियो। अब कसैको त हुन्छ नि यही अर्काको छोरी यसलाई पढाएर के गर्ने भन्ने हुन्छ नि, तर त्यहाँले एकदम फ्यामिलीबाट, त्यहाँले एकदम गाउँको मान्छेकोबाट सुन्नुभयो छोरीलाई पढाएर के गर्छस्, भोलिको दिन यो छोरीले हेर्दैन भनेर एकदमै मान्छेहरूले भन्दा पनि, तर मेरो बाबाले कहिले मलाई आएर तँलाई यस्तो भनेको छ है, म तँलाई पढाउन सक्दिनँ है, अब तँले आफ्नो बाटो गरे, केही काम गरेर खा पनि भन्नु भएन क्या। त्यस्तो भन्नु भएन। मलाई बाबाले पढ त भनेको, तर मेरो बाबाले अब